ओम रसी भूरस्या तिथिरसी स्वधाया विश्वस्या भूरस्या अस्मास्तमे मृत्तिकास्तमे गिरयस्तमे अतिरस्तमे ओंकारा प्रभु हर शिव ओंकारा गुरुर्ब्रह्मा गुरुर्विष्णु ब्रह्मा विष्णु सदा शिव ब्रह्मा विष्णु सदा शिव अर्धांगीधारा ओम जय शिव ओंकारा ओम जय शिव ओंकारा प्रभु हर शिव ओंकारा ब्रह्मा विष्णु सदा शिव ब्रह्मा विष्णु सदा समय पनि हेर्नु पर्यो त अहिले माथि त्यो दुवै काम गर्दा कस्तो हुन्थ्यो महादेवका ससुरादी कुलका सबै कुलका सबै पितृहरू सन्तमान होस् म पनि लान्छ भइगयो हंसानन गरुडासन वृषवाहन साजे जय शिव दो भुज चार चतुर्भुज दस स्वामी दस भुज ते तीनों रूप निरखता तीनों रूप निरखता त्रिभुवन जन मोहे ओम जय शिव ओंकार अब यो कुबान्डेलाई म त सक्दैन है अरे अर्को अबैले आउने हो अब भइरहेको छ पाहुना पासा घर परिवार एक ठाउँ घुम्ने ठाउँ अहिले खोजौँला है कहाँ नो घर मुखे नि आओ आपदं भारते नित्यं लक्ष्मीष्टं सर्वदा स्वामी बाघांबर अंगे सनकादिक गरुड़ादिक सनकादिक गरुड़ादिक भूतादिक संगे ओम जय शिव ओंकारा करके मध्य कमंडल चक्र त्रिशूल धारी स्वामी चक्र त्रिशूल धारी सुखकारी दुखहारी सुखकारी दुखहारी जगपालन कारी ब्रह्मा विष्णु सदा शिव जानत विवेका स्वामी जानत विवेका ओम रुद्राय नमः ओम रुद्राय नमः ओम प्रणवाक्षर के ओम सूर्याय नमः पानीको जल हाल्नुपर्ने यो जल हाल्नु ओम सूर्याय नमः ओम आदित्यभ्यो नमः ओम दिग्देवताभ्यो नमः ओम अग्नये नमः ओम पृथिव्यै नमः ओम
ओषधिभ्यो नमः ओम भक्ति सिद्धार्थी नाम संवत्सरे सूर्य दक्षिणायन चन्द्र उत्तरायण वर्षा ऋतौ भाद्र मासे पितृमाता महाकाय अतीत कुलकोटीनां सप्तदीप निवासिनीं आब्रह्म भुवनं लोका इदमस्तु तिलोदकं जसले जुन चाहिँ सन्तानले आफ्ना पुर्खाको निमित्त यो पार्वण सरस्वतीमा यो जौतिलको शुद्ध मन भएर अनि जसले तर्पण दिन्छ त्यसले अघि युगमा ठुला ठुला महायज्ञ गरेको फल आजको श्राद्धले तृप्ति हुन्छ भने मन वांछित फल पावे ओम जय शिव ओमकारा ओम जय पुर्खाको भइरहेको हुन्छ यदि त्यो गर्न सकियो भने प्रत्येक दिनमा कमसेकम एक ब्राह्मणलाई खान लायकको छुट्याएर पर राखिदिने त्यो औँसीका दिनमा गएर त्यो आफ्ना पुरोहितलाई दिने त्यो गर्दाखेरि पनि सोह्र श्राद्ध गरेको त्यो हुन्छ बिहान आफूले नुहाइ धुवाएर मुख धुवाएर कमसेकम 5 रुपियाँ दानसम्म एक नाना सिधा परबाटी ल यो मेरो आजका कुनै यो तिथिमा स्वर्ग हुनुभयो त्यस्तो गर्नाले पनि धेरै ठुलो पुण्य मिल्छ यदि यी सोह्र श्राद्धमा पनि जुन सन्तानले आफ्ना आमा बुवाको कुनै पनि श्राद्ध गरेन भने त्यसले मनुष्य जीवन लिएको व्यर्थ छ त्यो पशुै समान हुन्छ भनेर यो श्लोकले त्यही भन्छ है अब यस्तो छ यो तर्पणको विधान एक दिन हरादैन मान्छे कोही भने त के जन्मे त तिनीहरू अंश मात्रै खाएर सम्पत्ति किन खाने त्यही गोरु भैँसा खाने मान्ने हामी त मान्छे हौ केही न केही गर्नु पर्यो देवागातु अब यति नगरे पनि प्रत्येक दिन अब ब्राह्मण डाकेर गर्न नसकिए पनि कलिजुगमा त्यति गर्दाखेरि पनि राम्रो हुन्छ भनेको छ देवागातु मिदागातु वित्तमा मिमित मनसस्पतय देव यो पितृ यसरी चाहिँ शूद्र पवित्र भयो भनेपछि र देवता आफ्नो कुल देवता स्वतै देवतालाई त्यति केही गर्नु पर्दैन भने पितृ ठुलो आमा बुवा भन्दा ठुलोको छ आफै चाहिँ केही गर्नु पर्दैन आमा बुवा भन्दा ठुलो मनस्तत इमे देव एके स्वाहा बातेदाः कृतेनानेन तर्पणेन पितृरूपी हामीले वर्ष दिनमा प्रियान्ताम क्षमा प्रार्थना अब कुनै गल्ती भयो कि यो तर्पणमा यो श्राद्धमा गल्ती भयो कि भनेर भगवानसँग क्षमा माग्नु पर्यो अब हात जोड्नु पर्यो परमादात कुर्वताम कर्म प्रत्यायता धरे पय राणा देवता विष्णु सम्पूर्णम द्यास्यादिति श्रुति हरि ओम श्री कृष्णार्पणमस्तु अब भगवान श्री कृष्णको ध्यान गर्न हातमा जौतिलका अक्षता लिएर भगवान विष्णुको ध्यान गर्नु पर्यो ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सूर्यसं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं लतेस्मि अब हातमा जल दिनुहोस् कायेन वाचा नै यस्तो यस्तो कायेन वाचा हात हाल्नु पानी हाल्नुहोस् कायेन वाचा मनसिन्देर्वा बुद्ध्यामनावा प्रकृति करोमि अद्या सकल परस्मै नारायणायति समर्पयामि ल यस्तो गर्नुहोस् दुई औँला तल यस्तो अरे यस्तो अरे तल त्यो पानीमा चुम्नुहोस् यस्तो अब यहाँ आँखामा लगाउनुहोस् यस्तो अनि यहाँ लगाउनुहोस् अनि हृदयमा लगाउनुहोस् अनि तल नाभि मण्डलमा लगाउनुहोस् ल अब यस्तो गरेर दाहिनो घुँडो यस्तोरी मारेर यस्तो गरेर नमस्कार गर्नुहोस् त्यो क्षमा माग्ने भने पितृलाई नमस्कार गर्दा त्यस्तोरी गर्नु त्यही त आमाको दाहिनो घुँडो बुवाको बाहुँ आमाको दाहिनो घुँडो दाहिनो हो अनि बुवाभन्दा आमा पहिलो नम्बर हुन्छ आमा बुवा हेर्नुहोस्
राम सीता हुन्छ कि हुँदैन सीताराम हुन्छ सीताराम आमा लक्ष्मी नारायण हुन्छ कि नारायण लक्ष्मी हुन्छ लक्ष्मी नारायण हो राधा कृष्ण हुन्छ कि कृष्ण राधा हुन्छ राधा कृष्ण त्यतिमै सम्झनु पर्छ हजुर यस्तो हुन्छ ज्ञानको कुरा त्यस कारणले श्राद्ध भनेको हामी चाहिँ एकदम परबाट एउटा थाहा लाउने ऊ हान्ने जाउको पिठो राख्यो अनि त बाहुन पनि उस्तै कति गर अब श्राद्ध गर्नु छ त्यसरी श्राद्ध हुन्छ अब यति मैले माना त्यतिका घरका मैले लगाएँ भनेर त्यो बाहापट्टि त ढुक्कै हुने त्यो कहाँ जान्छ हेर्नुहोस् त्यो केही कामै हुँदैन त्यो लिनेवालाको पनि काम छैन दिनेवालाको पनि काम छैन हो त्यस कारणले विधि विधानका श्राद्ध भनेको अरू यज्ञ भन्दा ठुलो गर्नुपर्छ राम्रो गर्नुपर्छ माथि मैले के अरे हरिचन्दन 8:30 बजे पुगेँ अब त्यहाँ त केही पनि अझ जस्तो यहाँ अब लिप्ने म आए पनि लिपेँ यहाँ म 12 बजे पुगेँ माथि श्राद्ध गरिकन अब जस्तै पर तयार भए पो त्यो बाहुन छिटो हुन्छ अब सबै अझ त्यहाँ उ गरेपछि त टाइम त लागिहाल्छ तपाईँको 8:30 बजे पुगेँ 4 घन्टा त लाग्यो त होइन अझ फेरि यहाँ आएँ त्यस्तै अब त्यस कारण माथि के अरे तर्पण पहिले गरेर अनि पिण्डदान गर्नुपर्ने हो विधानमा त पहिले तर्पण दिएर अनि पिण्डदान गर्ने हो अब माथि त्यो दुवै काम गर्यो भने त मस्तै टाइम अनि मैले सोचेँ एउटै सन्तान हो एउटै छोरा हुन् तर्पण तली गराउँला पिण्डदान यहाँ त गाईको खिर पनि छ बेलीबादे अर्तो मागेको उसले के गर्नुपर्छ भनेर आफै खिर पकाएको अर्को गरेको पिण्डदान अब खिरको दिनुपर्ने माथि पिण्डदान गरेर यहाँ तर्पण गरिदिए अब मिल्यो कि मिल्यो नभन्नु पितृहरू पनि खुसी हुने भए त्यस कारणले यो विधानले गर्ने पनि गर्ने पनि उस्तै ब्राह्मण हुनुपर्छ गराउने जजमान पनि उस्तै भयो भने त्यो सब फलीभूत भयो।